Hi guys, welcome back to my channel. It's me कल्पना अनि आज चाहिँ मैले एउटा अनबक्सिङ भिडियो लिएको छु हैन अनि यसमा चाहिँ मैले सर्टेन थिङहरु चाहिँ किनेको छु यो चाहिँ म अब नेपाल जान आँटेको कारणले गर्दाखेरि पनि मलाई चाहिने एसेन्शियल कुराहरु चाहिँ मैले किनेको छु है अनि त्यो चाहिँ म चाहिँ यो भिडियोमा चाहिँ अनबक्स गरेको देखाउँछु हजुरहरुलाई अनि होप यु गाइज लाइक इट अनि त्यही हो मलाई चाहिँ त्यस्तो धेरै कसरी खिच्छ भनेर थाहा छैन यो चाहिँ एकदम नर्मल सिम्पल हैन एकदम इजी अनबक्सिङ भिडियो हुनेछ अनि म तपाईहरुलाई चाहिँ मलाई पनि त्यति धेरै थाहा छैन त्यही भएर म के किनेको छु त्यो मात्रै सर्ट देखाउँछु स्पेशली आई एम सो एक्साइटेड टु शो यु दिस क्यामेरा DJI Osmo Pocket त्यही भएर चाहिँ मैले यो अनबक्सिङ भिडियो गरेको पनि हो है त अनि त्यही हो गाइज ल किप अन वाचिङ म चाहिँ अब एक एकवटा गरेर अनबक्स गर्छु सुरुमा चाहिँ म मेरो यो मेन DJI Osmo Pocket 3 यो चाहिँ अनबक्स गर्छु है त ल अलिकति देखाइदिन्छु तपाईहरुलाई सो एक्साइटेड गाइज टु सी दिस वान ल यसको यो पनि यो चाहिँ मैले 849 मा किनेको हो यो चाहिँ JB Hi-Fi मा किनेको हो है त मैले DJI को शप पनि गएको थिएँ म लास्ट विक टाउन हलकोमा तर त्यहाँनेरि पनि सेम नै प्राइस थियो अनि म चाहिँ यो च्याचुरकै के रे JB Hi-Fi बाट लिएको है त गाइज त्यसको पनि भ्लग छुट्टै आउँछ त्यो किनेको शपिङ ब्लग चाहिँ त्यो चाहिँ जेठ दाजुकोमा आउँछ होला है त त्यो चाहिँ लेट्स सी कहिले आउँछ भनेर तर त्यही हो लेट्स सी है त के कस्तो छ आइ एम सो एक्साइटेड है यो Osmo Pocket चाहिँ किनकि मैले त्यहाँ जतिखेर पनि म JB Hi-Fi जाँदाखेरि चाहिँ यही हेरिरहेको थिएँ अनि यसको यो चाहिँ एकदमै मेरो आँखा परेछ है यो चाहिँ DJI को Osmo Pocket क्यामेरा तारा ल यस्तो रहेछ है मलाई म सिक्नु पर्ने छ है गाइज अझै के कसरी चलाउने हो के हो भनेर चाहिँ यस्तो आउँदो रहेछ अनि लामो जस्तो लागेको थियो तर यो लेट्स सी यसमा चाहिँ यो निकाल्ने होला यो स्क्रिन निकाल्ने होला सट्ट जस्तो लागेको छ मलाई रोटेट स्क्रिन पावर अन एन्ड अफ रेकर्ड बटन प्रेस वान्स पावर अन भने चाहिँ यस्तो गर्ने अनि यो यस्तो खोल्ने यस्तो गर्ने अनि यो यस्तो यता घुम्छ है जता टाउको लगे त्यतै घुम्छ ल गाइस मैले चाहिँ खोलिसकेको छु मैले यहाँको स्क्रिन पनि निकाले देख्न सक्नुहुन्छ यसरी गर्ने हो टारा यो चाहिँ अब त्यही हो सेटअप गर्नुपर्छ होला मजाले अनि कसरी गर्न चलाउने त्यो चाहिँ मैले सिक्नु पर्ने छ त्यही भएर म अहिले चाहिँ यतिकै राखिदिन्छु है त कि भरे भोलितिर म सिक्छु जेठ दाजुसँग अनि यहाँ चाहिँ अर्को के छ हेर चाहिँ केही छैन अरु चाहिँ त्यो इन्स्ट्रक्सन पनि होला यहाँनिर इन्स्ट्रक्सन के पेपरहरु अनि यो के रहेछ ए यो चार्जर के हो यो के हो ए यो क्यामेरामा जो अठाउने के होला अनि त्यस पछाडी यो चाहिँ के रहेछ हेरौँ है त ए यो चाहिँ यहाँ मुनि जोड्ने रहेछ त्यही त म अघि भन्दै थिएँ कति सानो हो भनेर ल अब चाहिँ भयो के अब चाहिँ यो अलिक ठुलो देखियो नि त अनि यहाँ ट्याक हाल्ने जोडियो यो अनि यसको लागि चाहिँ मैले ट्राइपड के पनि किनेको छु प्रिटी गुड के यो ट्राइपड चाहिँ कस्तो मिनी रहेछ Osmo Mini ट्राइपड यो चाहिँ मैले $19 मा किनेको हो यसमा चाहिँ $1 डिस्काउन्ट भएर $18 अनि इट्स सो स्मल के सो टाइनी एन्ड इट्स भेरी इफेक्टिभ भनेर भनेको थिएँ धेरै युजफुल हुन्छ भनेर एनीहु I'm gonna open this one as well let's try look at this guys look at this it's very small and this पछाडी यो चाहिँ कस्तो छ भन्दाखेरि यस्तो छ अनि यो सानो छ यति कति 5 inch just 5 inch जति रहेछ अनि look at this guys यो चाहिँ यस्तो इफेक्टिभ हुन्छ अरे के मलाई चाहिँ दाले पनि रिकमेन्ड गर्नु भएको थियो अनि त्यहाँको मान्छेले पनि tripod you can keep your Osmo Pocket here like this and then click video and then you can do time lapse or any other time lapse or any other thing and then you can click photo videos or
होला एन्ड देन ग्रुप फोटोज भिडियोज पनि यस्तो पछाडि पर राखेर यु डोन्ट ह्याभ टु होल्ड के अब यो ट्राइपड भएपछि चाहिँ अनि एज यु गाइज अलरेडी नो अबाउट दिस so tripod राख्ने so good I love it this is one of the best purchase I would say it's Osmo Pocket 3 if you guys like it then go and grab this one it's kind of like nowadays it's very popular I would say popular मैले सर्टेन कति युट्युबर यताकोहरूले त गर्छ नेपालको युट्युबरहरूले पनि कतिजनाले अहिले यो DJI-को Osmo Pocket 3 चाहिँ बोकेको देखेको थिएँ जस्तो लाग्छ है त्यही भएर I got it अनि I've got DJI mic as well that I'm using now I got this last year so this is also pretty good deal I've done unboxing vlog last year when I was in Nepal but I don't know I haven't uploaded yet in video I'm gonna use this time in Nepal so hope you guys will see a lot of videos with this DJI and then this mic so there you guys keep on watching है त एकदमै लामो हुन्छ होला जस्तो लागिसक्यो किनकि मैले धेरै बोलिसकेँ I don't know because it's my kind of first second time that I'm doing unboxing अर्को चाहिँ बेस्ट पर्चेस इन्स्ट्यान्ट फोटो किट है यो चाहिँ तपाईहरुले फोटो इन्स्ट्यान्टली एकैछिनमा टक्क क्लिक गर्ने अनि ठ्याक्क निकाल्ने I think everybody knows this one as well that I'm keeping on eye यो पनि कति धेरै अगाडिदेखि 3-4 years अगाडिदेखि मैले चाहिँ यो हेरिरहेको थिएँ तर मैले किन किनिन I don't know तर यो टाइममा चाहिँ मैले यस्तो हेरेको थिएँ यो क्यामेरा अनि त्यस पछाडि जेर्दाले पनि ओके यो लगाउँ न त मैले यस्तो देखाएँ जेर्दा हेर्नुस् त यो भनेर ओके किनौँ न त भनेर भन्नुभयो हैन अनि ल नि त ठिक छ अनि प्राइस इज नट एक्सपेन्सिभ एज वेल एज लाइक DJI यो चाहिँ $149 को हो अनि यो चाहिँ पहिला म घरमा बस्दाखेरि चाहिँ एकजना दिदीले युज गर्नुहुन्थ्यो अनि I really love it from that time and then I was thinking to buy anyway let's open this one oh my god I don't have scissor मेरो सिजर थियो तर भित्र छ होला कता anywho open के छ हौ कति धेरै यो चाहिँ क्यामेरा केस त्यहाँभित्र लाउने क्यामेरा भित्र राख्ने I'll open this one as well for you guys look at this क्यामेरा भित्र राख्ने ओ टाढा oh my god बोक्नु पनि मिल्ने रहेछ so cute I'm gonna carry this in Nepal त्यही हो अनि let's see this is the camera यो चाहिँ के सोचे भन्दाखेरि अब यो हामी म गाउँतिर पनि जान्छु नि त यो पाली सो लास्ट इयर पनि गएको थिएँ तर यो पाली चाहिँ I'm gonna go to Mundum Trail okay if you guys doesn't know then just Google it and see YouTube video in YouTube as well in YouTube I'm planning to go to Mundum Trail this time so I'm thinking to use this instant camera to capture photos videos of my loved ones so that I can give them one copy like you know just click video not video I mean it's click photo and then give to one of those in that places I don't know I'm just imagining I'm just thinking to do that so that's why I bought this instant camera I never used this one I saw it before but I never used it त्यही हो यो चाहिँ क्यामेरा थियो अनि यो चाहिँ क्यामेराको केस रहेछ बाहिर cover so nice oh my god क्यामेरा यस्तो मजाले राखेको रहेछ कि प्रोटेक्ट गरेर इट्स गुड यसरी नै लानुपर्ने हो कि wow look at this so nice colors so sweet
लेन्स यो कसरी युज गर्ने हो भनेर पनि म ट्राई गर्छु बिहाइन्ड द क्यामेरा है त। अनि यसको केस हो कति क्युट छ, यहाँभित्र राख्ने रहेछ, यहाँभित्र राखेर बोक्ने रहेछ। यो चाहिँ ब्याट्री हो, ब्याट्रीबाट चल्छ क्या हो। यो चाहिँ यहीँ आएको हो इमेज साइज, यो चाहिँ रोलिङ त्यो हुन्छ नि पेपर, एक्स्ट्रा पेपर दुईवटा छ। एउटा चाहिँ यही किन्दाखेरि आएको थियो, अनि एउटा चाहिँ किनेको एक्स्ट्रा। एउटाको प्राइस चाहिँ $29। सो द्याट्स द थिङ। एन्ड देन आफ्टर दिस इज द के हो यो ब्याग, यो किन्दाखेरि आएको जस्तो छ। 3वटा रहेछ लेयर। नेक्स्ट वान, मोस्ट एक्सपेन्सिभ वान that I'm gonna show you guys is the drone. DJI को नै हो यो पनि, DJI Mini 4 Pro हो। यो चाहिँ ड्रोन हो, कम्बो फ्लाइ मोर कम्बो DJI C2 बन्डल फ्लाइ मोर DJI RC2 DJI Mini 4 Pro को drone. I'm too excited to use drone this time. यो चाहिँ म अहिले अनबक्स गर्दिनँ किनकि I'm gonna take this in Nepal, so I don't know, I don't want to do unbox cause it's यतिकै सजिलो हुन्छ होला यो लानको लागि। अनि निकालेर फेरि के गर्न मलाई त्यो यताउति गर्न मन छैन किनकि मलाई I don't know how to use, first point is, and then after I don't want to like जताभावी यतिकै राख्न मन छैन। That's why I'm gonna unbox this in Nepal, so I'll show you guys कस्तो छ भनेर। Another one, I got few delivery from Amazon as well, किनकि मैले चाहिँ त्यो सर्टेन यतिकै कुराहरू चाहिँ सानो सानो कुराहरू चाहिँ मैले अलिकति सस्तो चाहिँ मैले एमाजोनबाट र सिनबाट मगाएको थिएँ। अनि यो चाहिँ एमाजोनको हो, हिजो बेलुका मात्रै आएको। ड्रायर, यो चाहिँ यो सस्तो खालको ड्रायर है, मेरो ड्रायर छँदैछ तर यो ड्रायर चाहिँ एकदम जे सस्तो लागेर मैले किनेको हो, मेरो जस्तै तर अलिक ठुलो आउँदो रहेछ। मलाई चाहिँ सानो होला पोर्टेबल मैले नेपाल लानको लागि, किनकि त्यो अर्को चाहिँ अलिक ठुलैमा छ मसँग, अनि त्यो बोक्नको लागि अलिक ज्यादा हुन्छ भनेर यो मगाएको थिएँ। ल हेयर ड्रायर हो यो चाहिँ, नथिङ मच। अनि अर्को चाहिँ मैले एमाजोनबाट के मगाएको छु भन्दाखेरि चाहिँ अर्को चाहिँ मैले 345 डक्टर अल्थियाको क्रिम मगाएको थिएँ। यो चाहिँ अहिले मेरो चाहिँ स्किनमा धेरै एक्नी प्रोन एकदमै एक्नीहरू आएको कारणले गर्दाखेरि आई सो मेनी गुड रिभ्यू। अनि यो चाहिँ भेगन पनि हो, त्यही भएर यो मैले मगाएको थिएँ। अनि आई गट इट yesterday and then I used once, so this morning I couldn't resist it, so that's why I just opened it and used it this morning once. It's good. I don't know, I feel it's not too much like कस्तो हुन्छ नि greasy, एकदमै हेभी भएर छोड्छ नि स्किनमा, त्यो चाहिँ छैन है। अनि यो चाहिँ एकदम लाइट, राम्रो लागेछ। म युज धेरै दिन गरेर चाहिँ म रिभ्यू पनि गर्छु होला। I'm just leave it here. अनि त्यसपछि मैले अर्को चाहिँ एमाजोनबाट आई ग्लासेस मगाएको थिएँ। यो चाहिँ ब्ल्याक ग्रेमा हो, सन ग्लासेस त हो कि होइन आई डोन्ट नो, त्यो ब्ल्याक नर्मल ग्लासेस होला नि, त्यो छ लास्ट इयरको पनि मैले नेपाल जाँदाखेरि मगाएको। तर त्यो अब अलिकति एकदमै एपोजिट युज भएर ट्रेकिङमा एकदमै झरेर के भएर राम्रोसँग नै अडिँदैन क्या कानमा यस्तोमा, त्यही भएर आई गट इट दिस टाइम एज वेल, न्यू वान। आई डोन्ट नो कस्तो हुन्छ मेरो फेसमा किनकि यो अनलाइनको अर्डर हो, मैले ट्राई गरेर किने होइन, तर लुक्स ओके है। अलराइट, त्यस्तो धेरै खतम मलाई त्यस्तै मनपर्छ, एकदम लाएर देखाउनु पऱ्यो कस्तो देखाएको छ। ऐना पनि हेर्नु पर्यो। ओके, पर चाहिँ ऐना छ है, मैले त्यो ऐना हेरेको। ठिक छ, म अर्को अनबक्स गर्छु है। यो चाहिँ इट्स काइन्ड अफ लाइक के ब्लग के भिडियो भन्दाखेरि यो चाहिँ
म नेपाल जान आँटिरहेको छु अनि त्यही भएर चाहिँ नेपाल जाँदाखेरिको चाहिने सामानहरूको के किन्ने अनि नर्मल एभ्रिडे युज हुने सामानहरू पनि छ। यो चाहिँ नर्थ फेसको ब्याग मैले सानो मिनी ब्याग किनेको हो। यो चाहिँ आई रियली लाइक इट। किन एकैछिनमा यसो हेरेको हेर्ने बित्तिकै कति सानो राम्रो रहेछ भने जस्तो लाग्यो कि। अनि यो चाहिँ सर्टेन अब हुन्छ नि बाइकतिर हिँड्दाखेरि नेपालमा सजिलो हुन्छ। अनि यहाँ सबै सामानहरू क्यामेराहरू राखेर पछाडि यस्तो बोक्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर मैले लिएको हो नर्थ फेसको। यसको पनि प्राइस त्यस्तो महँगो छैन, $130 हो यसको प्राइस चाहिँ। अनि मैले सानो मिनी यस्तो अगाडि मैले बोकेको त्यो ब्याग पनि नर्थ फेसबाटै लिएको छु। त्यो चाहिँ भित्र छ, त्यो मैले कति टाइम्स युज गरिसकेँ किनेर, द्याट्स वाइ मैले यो भिडियोमा चाहिँ देखाइनँ। अरू चाहिँ के छ, लङ सक्सहरू। यो चाहिँ विच आम गना युज वाइल वर्किङ फर माई सिफ्ट, 12-hour shift. Few stuff which I bought from W Cosmetic. I'm gonna show you a few random stuff that I normally use. कहिलेकाहीँ यो चाहिँ मैले आई स्याडो डिक्स किनेको हो। के डिक्सै लेखेको छ हौ, आई स्याडो डिक्स। यो चाहिँ मैले W Cosmeticबाट लिएको हो, कोरियन। एन्ड देन मैले रेभलनको ब्रस किनेको छु। दिस इज अल्सो रियली नाइस, आई युज दिस मर्निङ। अनि मैले अर्को भनेको डियोरको प्यालेट आई स्याडो। यो चाहिँ के प्यालेट हो भन्दाखेरि ग्लो फेस प्यालेट लिएको छु। यसमा चाहिँ 4वटा छ, सो 4वटा प्यालेटहरू छ है। इट्स सो नाइस, आई लभ इट। डियोरको यो राम्रो लाग्यो मलाई। यो पनि मैले भर्खर अघि लगाएँ है, कस्तो यो। अनि अरू मैले के लिएको छु, अरू यहाँ ब्यागमा छ सर्टेन कुराहरू आई बट विच आई एम गोइङ टु टेक इन नेपाल। एउटा भनेको रफेलोको चक्लेट द्याट आइ एम गना युज give this to my friends, family. And I haven't bought this time so many Raffaello chocolate. Last year I bought I think 3-4 boxes and then all the chocolate as well. And then I don't know, I think I took a lot, I think. That's why this time I'm not going to buy so many like chocolate. त्यो कति chocolate त पितिति भएर हैन, you know what I mean, त्यो कस्तो ब्यागमा त्यो गर्मीले गर्दा त्यस्तो भएर पुगेको थियो कि। अनि सो आइम नट गना बाई टु मच दिस टाइम। अनि यो चाहिँ मैले फ्यु स्टफ प्राइस लाइनबाट पनि लिएको छु है। एउटा भनेको सुपर स्टे मेबेलिनको फाउन्डेसन। आइम टेकिङ दिस फर माई फ्रेन्ड निजन। अनि त्यस पछाडि मैले म्याक फ्याक्ट्रीको लिपस्टिक पनि लिएको छु। That I bought I think 2 pieces. And then after I bought यो मैले आई स्याडोको ब्रस पनि लिएको छु एउटा। अनि अरू मैले के लिएको छु, रियल फेस यो अब त्यो मेकअप सामानहरू अरू चाहिँ मैले फ्यु स्टफहरू लिएको छु। अरू त के छ, मस्कारा मेबेलिनको मस्कारा। एन्ड देन आफ्टर अनि मैले फ्यु स्टफ चाहिँ मैले अस्ति नै त्यो अफरमा पाएको थिएँ प्राइस लाइनबाट छ। अनि ल्यासेस म युजै गर्दिनँ, त्यही भएर मलाई त्यस्तो हुनै हुँदैन। त्यही हो फ्यु स्टफ विच आई गट। यो चाहिँ अरू चाहिँ यो के अरे रेभलनको नट रेभलन रिभोल्युसनको मेकअप लन्डन, त्यो आई स्याडो प्यालेटहरू छ। अनि फ्यु स्किन केयर प्रडक्टहरू पनि छ है मसँग द्याट आई गट। फ्यु स्किन प्रडक्ट चाहिँ मैले भित्रै राखेको छु, मैले यहाँ लिएको छुइनँ। त्यही हो, सो मेनी सपिङ, त्यही हो गाइज। अरूहरू छ स्किन केयर प्रडक्टहरू द्याट आई गट रिसेन्टली। त्यो चाहिँ मैले अहिले देखाउँदिनँ। एनिवे यो भ्लगै यो भिडियो नै एकदमै लङ भइसक्यो जस्तो लाग्छ है मलाई, त्यही भएर त्यही हो गाइज। सो मेसी यति धेरै भयो कि अब यो सबै सफा गर्नुपर्छ, राख्नुपर्छ, प्याक गर्नुपर्छ।
अनि म अरू स्किन केयर प्रडक्टहरू चाहिँ देखाउँदिनँ। भित्रै छ मेरो टन्ने ब्यागमा लिएको थिएँ, त्यो पनि मैले अफरमा, अनि प्लस मलाई त्यो के भन्छ साथीहरूले पनि गिफ्टहरू दिएको थियो स्किन केयर प्रडक्टहरू। त्यही भएर मैले अहिले धेरै युज गरिरहेको छु स्किन प्रडक्ट। त्यही भएर मेरो अहिले त्यो फेसमा चाहिँ कस्तो भन्नाले त्यो धेरै धेरै खालको त्यो ब्रान्ड युज गरेर होला एकदमै पिम्पल अरू टाइपका आएको छ। अनि त्यही हो। I'm gonna wrap this video now. Hope you guys love this video. If you guys love this kind of video, then let me know in comment below so that I can film more unboxing video for you guys. I'm thinking to film a lot of unboxing last year as well because I bought a lot of things in Nepal. त्यही हो, मैले नेपालबाट लिएको सामानहरू चाहिँ यहाँ अनबक्स गर्छु भनेर राखेको थिएँ, तर I didn't did it. But if you guys like this one, then for sure I'm gonna upload this time because I'm going Nepal soon, and then I'll do upload video from my trekking as well. So keep on watching this vlog, and then more concert video will come as well because I'm going Nepal. Anyway, त्यही हो. Keep on watching, and then don't forget to like, share, and subscribe to my channel. त्यही हो. I'm very new, not new. मैले धेरै अपलोड चाहिँ गरेको छैन, once in a blue moon kind of thing त्यो, तर I'm trying my best to upload. I've got so many videos in my phone, but I haven't uploaded. But I'm pretty sure now I'm gonna upload with this DJI Osmo Pocket vlogging camera. I'm gonna upload. That's why as well I bought this one. So keep on watching my video in my YouTube channel so that don't miss my latest one, which I filmed from this DJI. Bye guys.